तपाईहरुलाई चाहिँ म यो प्लाजा भनौं न हाम्रो नेपालको भातभट्टेनी जस्तो एउटा शपिङ मलमा छु। सो यहाँ अगाडि आयो के। सो यहाँनिर चाहिँ कपडाहरु किन्ने म कहाँ पुग्छु। सो तपाईहरुलाई पनि म त्यतै लान्छु। सो यहाँनिर चाहिँ स्पोर्ट ज्याकेटहरु ट्रेकिङको लागि हाई ट्रेकिङ गर्दाखेरि चाहिँ लगाउने कपडाहरु जस्तो छ जुत्ताहरु। नमस्ते व्हाट्सअप एभ्रीवान, सबैजना आराम हुनुहुन्छ होला। म पनि एकदम फाइन छु। सो आज चाहिँ भर्खरै मात्र तपाईहरु चाहिँ केपीएम ब्लग हेर्दै हुनुहुन्छ भने प्लिज म चाहिँ कोरियाको ट्राभल ब्लगहरु चाहिँ मैले मेरो युट्युब च्यानलमा अपलोड गर्ने गर्दछु। सो आजको ब्लग चाहिँ कस्तो हुन्छ आउटै हो के हो काममा हो। ल ल ल ओके। म चाहिँ यहाँनिर गएर एकताल घुमीको लागि टिकट बुझ्छु। सो तपाईहरु भर्खरै मात्र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज मेरो युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु होला। सो आज चाहिँ म चाहिँ सो अहिले चाहिँ म चाहिँ यहाँनिरबाट घुमीको लागि चाहिँ टिकट काट्ने काउन्टरमा छु। सो 네, 안녕하세요. 구미요. 네. 2시 15분 무궁화 자리 없는데 괜찮아요? 자리 없는데? 네, 자리가 없는데 서서 가야 되는데 괜찮아요? 네. 네. 9,900원입니다. 네. 구미 맞죠? 네. 지금 가야 돼요. 2시 15분 2번으로요. 2번? 옆에 2번. 네. 네, 감사합니다. सो मैले चाहिँ घुमीको लागि टिकट काटिसकेको छु। अब चाहिँ यहाँनिर चाहिँ इबनमा आउँछ भनिरहेछ, तर ठाउँ छैन, उभिएर जानु पर्छ भनिरहेछ। सो गाइज म चाहिँ फाइनल्ली घुमी स्टेसनमा आइसकेँ। अब चाहिँ यहाँ घुमी स्टेसनबाट चाहिँ मैले म छनानदेखि यहाँ आउनुको कारण भनेको चाहिँ मैले मेरो भाइलाई भेट्नलाई आएको छु। सो यहाँ घुमीको स्टेसनमा यार्डमा म झरिसकेँ। अब यहाँदेखि कहाँ जानुपर्ने हो मलाई थाहा छैन। सो मैले एकैछिन यहाँनिर चाहिँ वेट गर्छु। कहाँनिर गएर चाहिँ केही खानेकुराहरू खान सकिन्छ त्यो ठाउँमा गएर चाहिँ म बस्छु। सो मलाई एकदमै धेरै भोक पनि लागिसकेको छ। मैले यति लामो यात्रा हुन्छ भनेर मैले सोचेको पनि थिएन। सो फाइनल्ली घुमीको स्टेसनमा चाहिँ एकदमै भोक लागेर यहाँनिर चाहिँ म चाहिँ अन्डाहरू मागेँ खानालाई। त्यतिकै त होइन, किनेर यहाँनिर सानो पसल रहेछ। सो म चाहिँ
सो नमक लगाएर अन्डा स्टेसनमै यो सकरखण्डा हो के यसलाई पिठो के मिसाएर बनाएको हुन्छ यसो भोक लागेको बेलामा धेरै यसको कुरा पनि नगरौँ होला डेन्जर भोक लागेको सो मैले चाहिँ यो हाम्रो प्याजीहरू जस्तो कि प्याजीहरू बनाउँछौँ नि त यसमा चाहिँ सकरखण्डा गाजर अनि खुर्सानीहरू के हालेको रहेछ सो मिठै रहेछ भोक लागेको बेलामा मैले त सोचिरहेको थिएँ नेपाली होटलमा गएर नेपाली होटल चाहिँ यहाँनिर चाहिँ अलिक भेटाउन गाह्रो होला जस्तो भयो कि स्टेसनभन्दा अलिक टाढै हुन्छ नि त नेपाली होटलहरू त म चाहिँ मेरो भाइले लोकेसन पठाइसक्यो सो यहाँनिरबाट चाहिँ म अब लाग्नु पर्ने हुन्छ 네, 감사합니다. 안녕히 계세요, 이모님. 뭐 có खाइसकेँ तन्न खाइसकेँ सो अब चाहिँ म भोलिसम्म चाहिँ गुमीमा घुम्छु सो म भोलि बेलुका चाहिँ फर्किनु पर्ने हुन्छ किनभने मेरो उता पनि काम छ सिधा भित्र जानु भन्दा यो सिउ छ नि एउटा छनानदेखि गुमीसम्मको यात्रा चाहिँ एकदमै रमाइलो भयो एकदमै बवाल भयो किनभने त्यो बिचमा देखिने दृश्यहरूसँग म यता झ्यालको साइडमा बसिरहेको थिएँ सो त्यहाँ देखिने दृश्यहरूसँग चाहिँ म चाहिँ एकदमै रमाइलो भयो सो गुमी चाहिँ आउन मन थियो मलाई पहिल्यैदेखि सो गुमी आएँ अहिले एकदमै खुसी पनि लागिरहेछ सो अब चाहिँ मलाई भाइले लोकेसन पठाइसक्यो म चाहिँ भाइको लोकेसनमा अब जान्छु यहाँनिर चाहिँ ट्याक्सीलाई एकचोटि सोध्छु nas어요 나쁜 사람 아직까지 안 만났어요 그 항 똑같아 사람은 네팔 사람이든 베트남 사람이든 네. 한국 사람이든 네. 다 똑같아 네. 나쁜 사람 있고 좋은 사람 있고 네. 그거는 손님이 네. 그 뭐야 나쁜 사람을 네. 운 좋게 안 만나서 그래. 나도 아직까지 안 만났어요 나쁜 사람. 그러니까 그게 운이 좋은 거야. 네. 사람은 어느 나라 사람이나 나쁜 사람도 있고 좋은 사람도 있는 거지. 네. 한국도 나쁜 사람도 있고 좋은 사람도 있는 거지. 단지 이제 뭐 나쁜 사람이 많느냐 적으냐가 문제지. 네. 여기부터 몇 시간 걸려요? 몇 시간 안 걸려? 금방. 여기 구미에 처음 와요? 네, 처음 왔어요. 처음 왔어요? 네. 그럼 여기 있는 친구는 뭐야? 이거 여기 있는 고향 친구. 네팔의 고향 친구? 네, 네팔의 고향 친구. 네팔에서? 네? 네팔까지 비행기 몇 시간 걸려? 비행기로 저기도 우리도 만들어서 먹어요. 아, 야채로 네. 이렇게 해서. 네. 그래, 사람 사는 거는 똑같아. 네. 한국 온 지 몇 년 됐어요? 이거를 베트남 말로. 한국 메이남 로이 이래 물어본다. 오 마이 갓. 안 봤. 한국 온 지 몇 년 됐어요? 네. 베트남 말. 네. 한국 메이남 로이.
यो ट्राफिक लाइटहरू सानो बजार छ नि त्यहाँनिर आइपुगेको छ कि चेरीहरू फुलेको छ नि त्यहाँनिर कटे यो गुमीको पेट्रोल पम्पमा आयो 네. 감사합니다. 안녕하세요. 네. 만나서 반갑습니다. 안녕하세요. 안녕히 가세요. सो गाइज अहिले चाहिँ म अर्जुन भाइको रुममा आइसकेँ अर्जुन भाइले रुममा इन्ट्री हुँदा बित्तिकै यस्तो खानेकुरा दिएको छन् वेलकमको लागि हो भाइ वेलकमको लागि हो होला होइन यसलाई के भन्छ यसलाई हाम्रोतिर के भन्छ मौसम भन्छ तपाईँकोतिर के भन्छ प्लिज कमेन्ट सो अहिले चाहिँ अर्जुन भाइको रुममा एकैछिन बसियो भाइ फ्रेस भयो अब हामी चाहिँ एकैछिन यहाँनिर चाहिँ बाहिर घुमाउनु निस्क्यौँ भनेर चाहिँ हामी यहाँनिर चाहिँ बाहिर जान लागेको छौँ सो आज अर्जुन भाइले हाम्रो अर्जुन भाइ बस्ने चाहिँ यहाँ माथि टप फ्लोरमा रहेछ कति तलमा 15 तल माथि बस्दो रहेछन् सो अहिले चाहिँ कोरियामा चेरी पनि फलिसक्यो जेरी भन्छ कि चेरी भन्छ चेरी भन्छ नि त होइन चेरी भन्दा नि यसलाई हामीले पयौँ भनेर चिनौँ न तर कोरियामा चेरी फल्यो भने चाहिँ एकदमै बवाल देखिन्छ है कोरिया जताततै पुरै चेरीले ढाकिरहेको हुन्छ एकदमै रमाइलो हुन्छ यो टाइममा मान्छेहरू प्राय बाहिर घुम्न पनि निस्किरहेको हुन्छन् सो म तपाईँहरूलाई थाहा नै छ म चाहिँ भर्खर मात्र युट्युब च्यानल स्टार्ट गरेको छु सो मैले चाहिँ कोरियाको ट्राभल भ्लगहरू मैले मेरो युट्युब च्यानलमा अपलोड गर्ने गर्छु सो आज चाहिँ म गुमीमा आएको छु अर्जुन भाइलाई मैले भेटिसकेको छु म यहाँको 5 वर्ष भइसक्यो म यहाँ गुमीमा बस्न थालेको 5 वर्ष भइसक्यो र नि हो र सो अर्जुन भाइले चाहिँ आज चाहिँ गुमीमा दाइलाई म बवाल पार्टी देखाउँछु खतरा खतरा ठाउँमा लान्छु आज बवाल पार्टी गर्ने दाइ र म भन्दैछन् चेरी फुलहरू तर उता यता धेरै तातो छ नि फेरि याद गर्नुभयो जाडो छैन नि उता जस्तो जाडो महसुस गरिरहेको छु उता चाहिँ अलिक बढी त्यहाँ कौवा अड्किया हो त्यो टाँसेको हो दाजुभाइको कति पछि भेट भयो हाम्रो म्याक्सिमम् 3-4 महिना पछाडि भयो होला 3 महिना पुग्यो होला नि भिडियो नै हो गाइज अहिले चाहिँ म चाहिँ यहाँ गुमीदेखि चाहिँ म भाइको रुमबाट निस्किसकेँ सो भाइहरू पनि काम गर्न गइसक्यो अब चाहिँ यहाँ गुमी याकमा जान्छु म सो यहाँ गुमीमा चाहिँ मलाई एकदमै गुमी भन्ने ठाउँ चाहिँ एकदमै रमाइलो छ सो तपाईँहरू पनि यदि आउनुभएको छैन भने सो तपाईँहरू पनि भिजिट गर्नु होला सो एकदमै बवाल छ गुमी भन्ने ठाउँ चाहिँ म पनि यहाँ 2-3 दिनसम्म यहीँ रोकेँ भाइहरूसँगै काम गर्ने भाइको साथीहरू रहेछ सो त्यहाँनिर पनि एकदमै रमाइलो भयो भाइको साथीहरूसँग मिठो समय बिताउन पाएँ खुसी लाग्यो सो उहाँहरूलाई पनि मेरो धेरै धेरै माया छ अब चाहिँ त्यही हो गाइज सो तपाईँहरूले चाहिँ
भर्खरै मात्र मेरो भिडियो हेर्दै हुनुहुन्छ भने प्लिज म चाहिँ कोरियाको ट्राभल भ्लगहरू मैले मेरो युट्युब च्यानलमा अपलोड गर्ने गर्दछु। सो तपाईँहरूले चाहिँ प्लिज केपिएम भ्लगलाई सब्सक्राइब गरिदिनु होला। सो अब चाहिँ म फर्किन लागेको। आजको भिडियो चाहिँ कस्तो लाग्यो